हेलो गाइस सबैजनालाई नमस्ते आज चाहिँ हामी एक जग्गा गएको थियो अनि हामी चाहिँ यहाँ चाहिँ खानाको लागि जुन चाहिँ छाचा बनेको थियो अनि त्यो छाचा हाल्नु चाहिँ हामी कतै कतै जाँदा एउटा के भेटेको थियो पक्ला भिरमा तर सो चाहिँ जग्गा लास्ट महिना गरेर रहेछ मान्छेले अनि मलाई चाहिँ लास्ट कस्तो माया लागिरहेको थियो अनि त्यहाँनिर चाहिँ हामीले सफाहरू गर्न थाले अनि लास्ट भगवानहरूको रहेछ अनि मलाई चाहिँ कस्तो चित्तामा लागिरहेको थियो यस्तो किन गर्यो होला कसले गर्यो होला अब गुरु रिम्पोछेको फोटो पनि लास्ट फ्यालिरहेको थियो भुइँभरि हालेर कस्तो खालको बिजोक थियो अनि मलाई चाहिँ लास्ट चित्त दुखिरहेको थियो अनि मैले चाहिँ यस्तो बनेको होला यस्तो किन गर्यो होला भनेर भनिरहेको थिएँ अनि यस्तो बिजोक देखिरहेको मलाई चाहिँ लास्ट बिसत लागेको यस्तो चिजहरू देख्दा चाहिँ अनि केप चाहिँ यो माथिल्लोपट्टि केप चाहिँ अझै एउटा ठुलो रहेछ अनि यहाँनिर चाहिँ हाम्रो पनि छाचा हाल्नुपर्ने थियो अनि हामीले चाहिँ छाचा रेडी गरेर हामी चाहिँ एक दिन हेर्न आएको थियो यहाँ सफाहरू गर्न आएको थियो अन्त सफाहरू हामीले गर्न थाल्यौँ नेक्स्ट टाइम चाहिँ हाम्रो यस्तो भयो सफा चलाक गऱ्यो हामीले जति सामानहरू चाहिँ यहाँनिर एक जग्गा पन्साउन थाल्यौँ हामीले अनि त्यहाँबाट हामीले मजाले बाटो चारा गऱ्यौँ मजाले त्यो जग्गालाई घरहरू जति पनि फ्यालेको थियो सबलाई बाटो बुटो गरेर यस्तो गऱ्यौँ अनि मान्छेहरूले किन यस्तो भएको होला यस्तो जति सक्दो सफा राख्नुपर्छ यस्तो चिजहरूलाई हामीलाई राम्रो हुनेछ यस्तै छ अनि चाहिँ थियो सबैजनालाई सब्सक्राइब गर्नु